आज एउटा राम्री मान्छे मेरो साथी भइन्। मलाई पनि साह्रै खुसी लाग्यो। स्वर्गकी परी जस्ती मान्छे मेरो साथी भइन् भनेर एउटा लाइक गरिदिए। लाइक के गर्न पाथे? के छ खबर दादा अरे? होइन, म कसरी दादा भएँ? म नेपालको डोन हो, म एसियाको डोन हो, होइन नि दादा किन भनेको? साथी भने पनि हुन्थ्यो, सोल्टी भने पनि हुन्थ्यो, काहीँ भिनाजु हुन नसकेको भिनाजु भन्दिए पनि हुन्थ्यो। केही नभनेर दादा भन्दा हाँसो त आएको छैन, तर थुक हालेर पनि मिसिरहेको छु। रुम्की हाँसो भएको छु। अब तिमीले त भनिहाल्यौ, अब दादा भनिसकेपछि बहिनी त भन्न पर्यो। ठिकै छ बहिनी भने, मनले त नभन भनेको थियो, तर दादा भनेपछि बुनुम त भन्न पर्यो। आजभोलि केटीहरूले चाहिँ सिस्टम सैल्याएको रहेछ। कुनै केटाले एसएमएस गरिहाल्यो भने दादा भन्थ्यो, कहानी खतम।